नमस्कार सबैजनालाई। म विनिता। म आज फेरि पनि अर्को एउटा एकदमै प्र्याक्टिकल टपिक लिएर उपस्थित भइसकेको छु तपाईँहरूमाझ। आजको टपिक चाहिँ इमर्जेन्सी फन्ड पहिला गर्ने कि इन्भेस्टमेन्ट भनेर छ। हुन त हामी सबैजनाले सुनेको नै छौँ, इन्भेस्ट गरौँ पैसा कमाऊ भनेर। अब यही कुरालाई म पहिला अब इमर्जेन्सी फन्ड राख्ने कि इन्भेस्टमेन्टलाई फर्स्ट प्रायोरिटी दिने भन्ने कुरा यो भिडियोको मार्फत बताउन चाहदैछु। अब फर्स्टमा त इमर्जेन्सी फन्ड के हो भन्ने नै कुरा क्लियर हौँ। इमर्जेन्सी फन्ड भनेको त्यस्तो टाइप अफ फन्ड हो जुन चाहिँ हजुरले सेपरेटली कुनै ब्याङ्क अकाउन्ट या कहीँ लगेर राख्नुहुन्छ, जुन चाहिँ आवश्यकता परेको बेलामा निकाल्न मिल्छ। यो फिक्स्ड डिपोजिट होइन, किनभने फिक्स्ड डिपोजिट त हामीले आवश्यक पर्ने बित्तिकै निकाल्न मिल्दैन, लाइक अलिकति झन्झटिलो प्रोसेसको थ्रु जानुपर्ने हुन्छ। सो यो भनेको त्यो हो जुन चाहिँ हजुरलाई चाहिने बित्तिकै युजेबल फर्ममा हुन्छ होइन। अब इमर्जेन्सी फन्ड किन मैले इन्भेस्टमेन्ट भन्दा अगाडि आउँछ भनेर भन्दा चाहिँ इमर्जेन्सी फन्ड भएन भने हामीले इन्भेस्टमेन्ट गरेको कुनै पनि अर्थ रहँदैन। भोलिको डेटमा हजुरलाई केही इमर्जेन्सी पर्यो भने त्यो बेलामा त कि त हजुरले लोन लिनुपर्ने हुन्छ, कि त त्यही इन्भेस्टमेन्टलाई नै फुटाएर पैसा निकाल्नुपर्ने हुन्छ। सो त्यस अर्थमा चाहिँ इमर्जेन्सी फन्ड बिना इन्भेस्टमेन्ट इज लाइक ग्याम्बलिङ होइन। त्यो भएर अब इमर्जेन्सी फन्ड त राख्ने, तर त्यो कति ड्युरेसनको लागि राख्ने भन्ने पनि आउँछ। अब सबै इमर्जेन्सी फन्डमा राख्यो भने इन्भेस्टमेन्ट कहिले गर्ने, रिटर्न कहिले लिने भन्ने कुरा आउनसक्छ। सो हामीले चाहिँ जेनरली 3 मन्थ्सदेखि 6 मन्थसम्मको लागि इन्भेस्टमेन्ट लाई हल्ट गरेर इमर्जेन्सी फन्डमा पैसा राख्ने गर्दछौँ होइन। यो भयो भने तपाईँलाई अल काइन्ड्स अफ इमर्जेन्सिजमा लाइक मेडिकल एक्सपेन्सेस भयो होइन, रिपेयर भयो, कहिलेकाहीँ साधन नै बिग्रिदिन्छ होइन, कहिलेकाहीँ इमर्जेन्सी कोही बिरामी परिदिनुहुन्छ होइन। यस्तो टाइप अफ एक्सपेन्सेसलाई हामीले छुट्याएर राखिदिन्छौँ। त्यो कहाँ राख्ने मैले अघि भनिहालेँ होइन, यसलाई फिक्स्ड डिपोजिटमा राख्ने होइन, यो चाहिँ युजेबल फर्म घरमै राख्ने हो कि होइन, अथवा सेभिङ्स हाम्रो ब्याङ्क अकाउन्टमै सेभिङ्स अकाउन्टमा राख्ने हो कि होइन, त्यसरी राख्नुपर्ने हुन्छ। र अब हामीले जब 3 मन्थ्सदेखि 6 मन्थसम्मको अमाउन्टलाई इमर्जेन्सी फन्डमा राखिसकेपछि बाँकी पैसालाई त मजाले इन्भेस्ट गर्न सकि नै हाल्यो होइन। अब कस्तो भइदिन्छ भने इन्भेस्टमेन्ट गरेर रिटर्न लिनु प्लान इज भेरी गुड, तर त्यो गर्दा गर्दै हामीले त आज इन्भेस्टमेन्ट गरिरहेछ भोलि इमर्जेन्सी केही पर्यो भने त त्यही कुरालाई ब्रेक गर्नुपर्छ नि त। त्यो त हाम्रो गोल हुँदै होइन, भनेको हाम्रो ग्रोथ त हुँदैन नि त त्योबाट। सो पहिला चाहिँ इमर्जेन्सी फन्डलाई छुटाउने सर्टेन पर्सन लाइक फर 3 मन्थ्स 6 मन्थ्स होइन, कति छ हजुरको चाहिने हुन्छ नि। अब यसमा अब हजुरको एभ्रिडे एक्सपेन्सेस कहिलेकाहीँ अब जब गरेर राखेको मान्छे जब नहोला, या हजुरलाई 3 मन्थ्स त्यो पिरियडमा पनि त पुऱ्याउनु त पर्यो।